ओके ल अब यो भनेको हाम्रो थ्योरम आयो। मैले हजुरलाई भनिसकेको छु यो भनेको हाम्रो एमएससी म्याथमेटिक्स न्यू सिलेबसमा एलएमडिपी कोर्स 2082 बाट स्टार्ट भएको एलएमडिपी कोर्सको बेसिसमा त्रिभुवन युनिभर्सिटी मा चाहिँ रहेको एमएससी म्याथमेटिक्समा जसले पढ्नुहुन्छ स्पेसली फर्स्ट सेमिस्टरमा हजुरले फङ्सनल एनालाइसिस पढ्नुपर्छ। फङ्सनल एनालाइसिसको सेकेन्ड च्याप्टर हाम्रो सेकेन्ड च्याप्टर भनेको लिनियर अपरेटर एन्ड फङ्सनल एनालाइसिस। यो लिनियर अपरेटर र यसको इक्जाम्पल हामीले अलरेडी डिस्कस गरिसक्यो। अब भनेको हाम्रो के रहेको छ हाम्रो फर्स्ट थ्योरम। फर्स्ट थ्योरमले भन्न खोजेको के हो, रेन्ज र नल स्पेसको कुरा गरेको रहेछ यसले। लेट टी बी अ लिनियर अपरेटर। टी भनेको लिनियर अपरेटर रहेछ। देन द रेन्ज आरटी इज अ भेक्टर स्पेस। हामीले देखाउनु पर्ने आरटीलाई चाहिँ भेक्टर स्पेस देखाउनु पर्यो रेन्ज। यदि इफ डाइमेन्सन अफ डिटी भनेको डोमेन अफ टी भनेको अब अपरेटर त्यसको चाहिँ डोमेनको डाइमेन्सन यान छ भने इज लेस देन इन्फिनिटी मिन्स फाइनाइट भन्न खोजेको। डाइमेन्सन डिटीको डाइमेन्सन यान छ भने रेन्जको डाइमेन्सन त्यो यान अथवा यानभन्दा सानो हुन्छ। यो प्रुभ गर्नु पर्यो। अर्को द नल स्पेस यान टी भनेको नल स्पेस हो। हामीले अलरेडी डिफाइन गरिसक्यो। यो पनि भेक्टर स्पेस हो भनेर प्रुभ गर्नु पर्यो। त्यसका लागि प्रुफ हेरौँ ल। लेट y1 y2 भनेको आरटी भनेको नर्मल्ली रेन्ज हो। ओके, यो म्यापबाट पनि हामीले माथि हेर्न सकिन्छ यो एक्स हो यो वाइ हो भने आरटी भनेको यहाँ हुनु पर्यो। रेन्ज भनेपछि कस्तो एलिमेन्ट हुनु पर्यो, y1 र y2 वाइहरूको एलिमेन्ट हुनु पर्यो। त्यही भएर हामीले y1 र y2 आरटीबाट ल्याइयो। हामीले देखाउनु पर्ने के हो, टु सो अल्फा y1 प्लस बिटा y2 भनेको आरटीमा देखाइयो भने फर एनी स्केलर अल्फा एन्ड टी के हुन्छ हाम्रो यो भेक्टर स्पेस हुन्छ है। किन भेक्टर स्पेस हुन्छ भन्दाखेरि यो प्रोपर्टी सेटिस्फाइड भयो भने डाइरेक्ट हामीले भन्न सकिन्छ। डिटेलमा हामीले अलरेडी इन्ट्रोडक्सन अफ लिनियर अपरेटरमा डिस्कस गरिसक्यो। अब सिन्स y1 र y2 भनेको आरटीमा छ भने हामीले रेन्जमा इलिमेन्टहरू भइसके पछाडि त्यसको प्रि इमेज बनाउनु पर्यो। त्यही भएर हामीले यहाँ हामीसँग के हुनपर्छ, y1 का लागि tx1 हुन पर्यो अनि y2 का लागि tx2 हुन पर्यो हाम्रो प्रि इमेजमा। ओके, फर सम x1 x2 इन डिटी डोमेनमा रहेको इलिमेन्टहरूको लागि बल्ल हुने हो नि त यो y1 र y2 रेन्जमा। त्यही भएर हाम्रोसँग यो हुनै पर्यो। अब सिन्स हाम्रो के छ, डिटी इज अ भेक्टर स्पेस। डिटी भनेको डोमेन अफ टी भनेको भेक्टर स्पेस हो। वी हेभ हामीसँग हुनु पर्यो अल्फा x1 प्लस बिटा x2 इन डिटी, किनकि डिटी भनेको भेक्टर स्पेस भएर भेक्टर स्पेसको प्रोपर्टी लिनियरिटी प्रोपर्टी अलवेज सेटिस्फाइड गर्छ। अल्सो अब हेरौँ, अब टीले चाहिँ नि यो हो अल्फा x1 प्लस बिटा x2लाई चाहिँ टीले अपरेट गर्यो भने के हुँदैछ हेर त, अल्फा tx1 हुनुभयो प्लस बिटा tx2। अल्फाको अल्फा tx1 भनेको हाम्रो tx1 भनेको y1 छ, y1 भइहाल्यो, बिटाको बिटा tx2 भनेको y2 छ। यसरी चाहिँ हामीले अब यहाँ अल्फा y1 प्लस बिटा y2 इक्वल टु यो यता अब पछि लेख्यौँ। अब यो भनेको टी भनेको अल्फा टीएक्स भनेको एक्स जस्तो फर्म भयो भने टीएक्स भनेको केमा पर्ने भयो, आरटीमा पर्ने भयो। जो आरटीमा पर्छ भने रेन्ज अफ टीमा पर्छ भने अल्फा y1 प्लस बिटा y2 पनि आरटीमा पर्ने भयो। त्यही भएर हाम्रो लिएर अल्फा y1 प्लस बिटा y2 आरटीमा बिलोङ्स गर्छ भन्नुको मतलब के, दिस वाज द्याट आरटी इज अ भेक्टर स्पेस। फर्स्ट प्रुभ भयो। अब सिमिलरली सेकेन्ड भनेको थोरै कन्सेप्चुअल भएको छ। सेकेन्डको लागि लेट डाइमेन्सन अफ डिटी भनेको यान हो। हामीले चाहिँ प्रुभ गर्न पर्ने भनेको के छ, यदि डाइमेन्सन अफ डिटी भनेको यान छ भने त्यसको डाइमेन्सन अफ रेन्ज भनेको कति हुनु पर्यो, लेस देन इक्वल टु यान प्रुभ गर्न पर्ने हो। अब हेरौँ, अब डाइमेन्सन अफ डिटी भनेको डोमेन अफ टी भनेको यान। एज्युम द्याट y1 y2 डट yn प्लस 1 इन आरटी। यान प्लस 1 वटा इलिमेन्टमा आरटीमा पऱ्यो भनेर सपोज गरौँ। आरटीमा कुनै पनि इलिमेन्ट हुनको लागि देयर एक्जिस्ट डोमेनमा केही न केही इलिमेन्ट हुन पर्यो। यिनीहरूको करस्पोन्डिङ इलिमेन्ट y1 को x1 y2 को x2 इलिमेन्ट हुन पर्यो डोमेनमा। कसरी हुनु पर्यो भन्दाखेरि टीले चाहिँ x1 लाई अपलोड गर्यो भने y1 आयो, टीले x2 लाई अपलोड गर्यो भने y2, सिमिलरली टीले xn प्लस 1 लाई अपलोड गर्यो भने yn प्लस 1 हुनु पर्यो। सिन्स डाइमेन्सन अफ डिटी इक्वल टु यान गिभन छ हाम्रो द सेट
यो x1 x2 डट xn प्लस 1 मस्ट बी लिनियरली डिपेन्डेन्ट। यो लिनियरली डिपेन्डेन्ट हुनै पर्यो किनकि डाइमेन्सन यान छ। यदि यहाँ चाहिँ यान x1 x2 डट x यान भएको भए त्यो लिनियरली इन्डिपेन्डेन्ट हुन्थ्यो, तर यहाँ एउटा एलिमेन्ट बढी भएको कारणले यो लिनियरली डिपेन्डेन्ट हुनै पर्यो। लिनियर डिपेन्डेन्ट हुनु भएपछि के हुनु पर्यो, यदि हामीले चाहिँ अल्फा 1 x1 प्लस अल्फा 2 x2 डट अल्फा x1 प्लस xn प्लस 1 इक्वल टु 0 लिनियर कम्बिनेसन हुनु पर्यो। यो लिनियर कम्बिनेसन कसरी बनाएको, त्यही सेटका एलिमेन्टहरू र यो स्केलरहरू मिलेर चाहिँ बनाएको लिनियर कम्बिनेसन। लिनियरली डिपेन्डेन्ट भइसके पछाडि यो अल्फा 1 अल्फा 2 डट अल्फा n प्लस 1 भनेको नट अल 0, केही 0 हुन भएन। सबै 0 भयो भने त लिनियरली इन्डिपेन्डेन्ट भयो। त्यही भएर लिनियरली डिपेन्डेन्ट छ भनेर हामीले माथि भनिसके पछाडि केही स्केलर चाहिँ 0 हुन भएन। अब एप्लाइङ टी अन बोथ साइड, अब माथि चाहिँ योमा चाहिँ टी एप्लाइङ गऱ्यो भने हाम्रो के हुने रहेछ, हेरौँ। टी एप्लाई गरियो भने हाम्रो के भयो भन्दाखेरि टी भनेको टी सपोज गऱ्यो टी 0 भइहाल्यो। ल अब टी अल्फा भनेको स्केलर बाहिर आइहाल्यो, tx1 प्लस अल्फा 2 tx2 डट अल्फा x1 प्लस 1 अल्फा n प्लस 1 tx1 प्लस 1 इक्वल टु t0 भनेको 0 भइहाल्यो। हामीलाई थाहा छ 0 लेख्यो। हेरौँ अल्फा 1 को अल्फा 1 tx1 भनेको हामीले अघि सपोज गरिएछ y1, अल्फा 2 को अल्फा 2 tx2 भनेको y2, सिम्पली यो। अब हेरौँ, अब यो फाइनलको रिलेसनबाट के भन्न सकिन्छ भन्दाखेरि दिस सोज द्याट y1 y2 डट yn प्लस 1 इज लिनियरली डिपेन्डेन्ट सेट बिकज द अल्फा आइएस आर नट अल 0। हामीले अलरेडी सपोज गरिसकिएछ अल्फा आइएक्स त्यहाँ केही अल्फाहरू चाहिँ 0 हुँदैनन् भने पछाडि केही अल्फाहरू स्केलरहरू 0 भएन भने हाम्रो के हुनु पर्यो, यो अघि x1 x2 भए जस्तै y1 y2 पनि लिनियरली डिपेन्डेन्ट हुन पर्यो। ओके अब दिस सोज द्याट, यसले के देखायो, आरटी हेज नो लिनियरली इन्डिपेन्डेन्ट सबसेट अफ n प्लस 1 अर मोर एलिमेन्ट। यसले के देखायो भन्दाखेरि आरटीसँग चाहिँ लिनियरली इन्डिपेन्डेन्ट भनेको यानसम्म मात्र छ। यदि यानभन्दा बढी n प्लस 1 अथवा यहाँभन्दा बढी एलिमेन्टहरू छ भने तिनीहरू लिनियरली इन्डिपेन्डेन्ट हुन सकेन। लिनियरली इन्डिपेन्डेन्ट हुन नसके पछाडि लिनियरली डिपेन्डेन्ट भनेर देखाइयो हामीले। n प्लस 1 एउटा एलिमेन्ट बढाउँदा बित्तिकै यहाँ चाहिँ एउटा एलिमेन्ट एक्स्ट्रा थप्दा बित्तिकै लिनियरली डिपेन्डेन्ट भयो। त्यही भएर लिनियर डिपेन्डेन्ट भइसके पछाडि त्यो डाइमेन्सन हुन सकेन। त्यही भएर चाहिँ के हुनु पर्यो, आरटीसँग चाहिँ त्यस्तो एलिमेन्टहरू त्यस्तो सबसेटहरू पाइएन जसको डाइमेन्सन अथवा नम्बर अफ एलिमेन्टहरूको डाइमेन्सन भइहाल्यो n प्लस 1 अथवा यहाँभन्दा बढी भएको छ भने त्यस्तो लिनियरली इन्डिपेन्डेन्ट सेट नसकेको कारणले गर्दाखेरि डाइमेन्सन अफ आरटी भनेको लेस देन इक्वल टु n भयो। फर्स्ट लास्ट पार्ट एकदम इजी हो। लेट x1 र x2 भनेको यानटीमा पर्यो। यानटी भनेको नल स्पेस भन्दा बित्तिकै त्यसले चाहिँ टी भनेको एउटा अपरेटर छ, x1 लाई 0 मा कन्भर्ट गरियो। सिमिलर टी भनेको अर्को अपरेटर x2 लाई 0 मा अपरेट गरियो। सिन्स टी इज अ लिनियर, ओके, हाम्रो थ्योरमको स्टेटमेन्ट हो। फर एन स्केलर अल्फा एन्ड बिटाका लागि हाम्रो हेरौँ, टीले अल्फा x1 प्लस बिटा x2 लाई के गर्यो, अल्फा बाहिर आयो tx1 प्लस बिटा x2 अल्फाको अल्फा tx1 भनेको 0 भयो, बिटा tx2 इक्वल टु 0 हेरौँ tx इक्वल टु 0 जस्तो फर्म भयो भने चाहिँ यहाँको एलिमेन्ट केमा पर्नु पर्ने, हाम्रो यानटीमा पर्नु पर्यो। दिस वाज द्याट अल्फा x1 प्लस बिटा x2 बिलोङ्स टु यानटी बाई इन दिस वे यानटी इज अ भेक्टर स्पेस। यसरी हामीले थ्योरम प्रुभ गरियो।